आजको कार्यक्रमका प्रमुख अतिथि पाल्नु भएको छ। जोरदार तालीबाट सम्मान गरिदिनको लागि, उच्च सम्मानका लागि म अनुरोध गर्दै आजको कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु र कार्यक्रमको यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लक्ष्मीकान्त पाण्डेलाई सभापतिको आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसको लगत्तै हुर्सीकोट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासङ्घ केन्द्रीय अध्यक्ष श्री लक्ष्मीदेवी पाण्डेज्यूलाई प्रमुख अतिथिको आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। श्री लक्ष्मीदेवी पाण्डेज्यू, जोरदार तालीको लागि हाम्रो कार्यक्रमका प्रमुख अतिथिज्यूलाई सम्मानका लागि जोरदार सम्मान गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। त्यस्तै विशिष्ट अतिथिका रूपमा हामीले हुर्सीकोट गाउँपालिकाका उपाध्यक्ष श्री पूर्णसिंह राणाज्यूलाई आतिथ्यताका लागि विशिष्ट अतिथिको आसनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र म यहाँ नाम उद्घोष गर्दै जानेछु। त्यस्तै हुर्सीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई पुनः